सवारी तथा यातायात व्यवस्था ऐन अनुसार ठूलो सवारीको चालक अनुमति पत्र प्राप्त गर्न कति उमेर पुगेको हुनुपर्दछ? निजी सवारी साधनको प्रदूषण जाँच कति अवधिमा गरिन्छ? भन्सार तिरी ल्याएको मितिले कति दिनभित्र सवारी साधन दर्ता गराइसक्नु पर्दछ? तौलको आधारमा ठूलो सवारी भन्नाले कति वजन भएको सवारीलाई बुझिन्छ? तौलको आधारमा मझौला सवारी भन्नाले कति वजन भएको सवारीलाई बुझिन्छ? तौलको आधारमा साना सवारी भन्नाले कति वजन भएको सवारीलाई बुझिन्छ? सवारी तथा यातायात व्यवस्था ऐन कुन सालमा जारी भएको हो? नेपालमा हाल सवारी प्रदूषण मापदण्ड ऐन कुन लागू भएको छ? सवारी दर्ता प्रमाणपत्र कति अवधिमा नवीकरण गराउनु पर्दछ? सवारी चालक अनुमति पत्रको म्याद सकिएपछि जरिवाना तिरेर कति वर्षसम्म नवीकरण गर्न पाइन्छ?